यादवजी र यसै गरी मझौनीले लगातार घटिरहेको छ। मझौनी 3 मदनपुरा भने खाता खोल्न सकेको छैन। रेड गर्दै तर खाली हात वापस र फेरि रेड मदनपुरा र रेफ्रीको निर्णय सम्मान हुनेछ र 2 अङ्क ल्याउन सफल मदनपुरा। फेरि रेड 4 नम्बर खेलाडी निकै नै राम्रो तर अङ्क ल्याउन असफल। फाइदा मदनपुरालाई। मदनपुरा 3 मझौनी 3 बराबर र अङ्क ल्याउन फेरि सफल मदनपुरा। अहिले मदनपुराले लगातार अङ्कमाथि अङ्क बटुलिरहेको छ र अहिले रेड गर्दै 2 नम्बर खेलाडी मझौनीका मदनपुरा कोर्टमा निकै नै राम्रो रेड अङ्क ल्याउने कोसिस र सफल र फेरि रेड गर्दै मदनपुराको खेलाडी 2 नम्बर रेड गर्दै अङ्क ल्याउने कोसिस र सफल। अङ्क ल्याउन सफल मदनपुरा 5 मझौनी 4 रेड गर्दै 2 नम्बर खेलाडी मझौनी अङ्क ल्याउने कोसिस निकै नै राम्रो रेड अङ्क ल्याउने कोसिस बारम्बार कोसिसमाथि कोसिस र रेफ्रीको निर्णय सम्मान। तसर्थ कृपया विश्वास नगरिदिनु होला। अहिले फेरि रेड गर्दै 2 नम्बर लगातार रेड गर्दै मदनपुराको लागि निकै नै राम्रो रेड र लगातार अङ्क ल्याउन सफल 2 नम्बर खेलाडी रेफ्रीको निर्णय सम्मान हुनेछ। अहिले फेरि रेड गर्दै 4 नम्बर र अहिले फाइदा मदनपुरालाई। मदनपुराको जालमा फस्न सफल र फेरि रेड गर्दै र त्यसै गरी अतिथिको आसन ग्रहण गरिदिनुको लागि म अघि पनि उद्घोष गरेको थिएँ र फेरि उद्घोष गर्दैछु। हाम्रा मित्र शक्तिका क्लबका उहाँ पनि भूपू अध्यक्ष नै हुनुहुन्छ वीरेन्द्र चौधरीजीलाई अतिथिको आसन ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु। कृपया मञ्चमा आइदिनु होला। वीरेन्द्र चौधरीजी म तपाईँलाई हेरिरहेको छु। छिटोभन्दा छिटो मञ्चमा आएर अतिथिको आसन ग्रहण गरिदिनुको लागि हार्दिक अनुरोध गर्दछु। रोचक खेल बोनस अङ्क दिन सफल मझौनी 6 मदनपुरा 5 फेरि अङ्क ल्याउन सफल मझौनी 7 मदनपुरा 5 रेड गर्दै निकै नै राम्रो रेड रेफ्रीको निर्णय सम्मान 9 पोइन्ट र फेरि रेड गर्दै 2 नम्बर लगातार रेड गर्दै र अङ्क मझौनी 7 मदनपुरा 5 2 अङ्कको मात्र फरक र रेड गर्दै मझौनी मदनपुराको कोर्टमा निकै नै राम्रो रेड र सफल प्रो कबड्डीको नियम अनुसार यो सुपर रेड 4 अङ्क ल्याउन सफल
मधुनी 11 मदनपुरा 5 निकै प्राप्ति अङ्कको फरक लीड गर्ने मदनपुरा 2 नम्बरको खेलाडी निकै राम्रो र अङ्क लाउन सफल सबै खेलाडीको पहिचान दिँदै अङ्क लाउन सफल मदनपुरा 6 मधुनी 11 राम्रो रेड 4 नम्बर र अङ्क लाउन सफल मधुनीको खातामा 1 अङ्क थप मधुनी 12